सबैजनालाई हिजो अब स्टार्ट गर्छु भनेर देखाएको ब्लाउज बल्ल कम्प्लिट गरेँ। अरू काममा यति बिजी भएर कन्टिन्यू यसलाई गर्न नपाएर चाहिँ रहेको थियो, त्यही भएर भर्खरै कम्प्लिट गरेँ। फाइनली कम्प्लिट भइसक्यो यी। अनि अब यो डिजाइन कस्तो भन्ने बुझ्नुभयो होला। एकदमै फ्रन्टबाट डिप नेक छ। यसको म चाहिँ फोटो चाहिँ साइडमा लगाइदिन्छु नि, देख्दा त राम्रो। यस्तो चाहिँ अब मेरो चाहिँ अलिकति त्यो एकदम सिटीमा छैन नि त, अनि हामीहरू चाहिँ कम्ती नै बनाउँछौँ यस्तो खालको। अब एकदमै डिप नेक, फ्रन्ट डिप नेक यस्तो ब्लाउजहरू चाहिँ, अनि त्यही भएर अलिकति एक्स्ट्रा भनेको। त्यस्तो बेसी स्पेसल त केही होइन, र पनि मैले जुन रेगुलर बनाउँछु त्योभन्दा चाहिँ हल्का एक्स्ट्रा छ। अब यसको कटहरू पनि यस्तो टाइपले छ होइन। यहाँ देखिराख्नुभएको छ हजुरहरूले, यस प्रकारले कट छ अनि एकदमै डिप नेक छ। फ्रन्ट ब्याक बराबर, ब्याकभन्दा नि फ्रन्ट अझै धेरै छ। र यही थियो हिजोको अलिकति एक्स्ट्रा भनेको थिएँ, र अहिले कम्प्लिट गरिसकेकी छु। कस्तो लाग्यो हजुरहरूलाई भन्नु होला। मेरो छेउछाउको भएदेखि हजुरहरू पनि मेरोमा आएर ट्राई गर्न सक्नुहुन्छ। जस्तो डिजाइन पनि बनाउन चाहिँ बनाउँछु। ओ आयो मेरो हिरो। बनाउन चाहिँ म जस्तो डिजाइन पनि बनाउँछु। अब त्यो अर्डर अनुसार हो होइन, बिना अर्डरको त यत्तिकै बनाएर राख्ने कुरो भएन, किनभने सबैको आफ्नो आफ्नो साइजको बनाउन खोज्नुहुन्छ। अब त्यो मैले पहिल्यैदेखिबाट बनाएर अलग्गै उसको राखेर यहाँ फाइदा छैन, त्यही भएर भ्याउँदा पनि भ्याउँदिनँ अब त्यसरी गर्न। अनि यस्तै हो।